नमस्कार साथीहरू। आज तपाईहरूलाई म काठमाडौँबाट केही घण्टाकै दूरीमा एउटा यस्तो रुट छ जहाँ बुद्धको त्याग, शिवको आस्था, हजारौं वर्षको इतिहास र मन लोभ्याउने झरना एउटै यात्रामा भेटिन्छ। आज हामी तपाईलाई नवबुद्ध, लड्केश्वर महादेव, फड्केश्वर महादेव, पनौती दरबार स्क्वायर र अन्त्यमा रोसी झरनाको चिसो पानी र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको रोसी नेचुरल स्विमिङ पुल जसले हाम्रो यात्रालाई अझ रोमाञ्चक बनाउनेछ। काठमाडौँबाट करिब 35 किलोमिटरको दूरीमा रहेको सुन्दर गाउँ नमोबुद्ध आजको हाम्रो पहिलो गन्तव्य हो। त्यसैले आज हामी बिहानै सबैले उठेर यो रोमाञ्चक यात्राको सुरुवात गरेका छौँ। हाम्रो यात्रा लुभु, लामाटार, लाकुरी भन्ज्याङ, मानेदोबान, उषादेवी हुँदै ऐतिहासिक सहर पनौतीसम्म पुग्नेछौँ। भर्खरै परेको वर्षाले वातावरण एकदमै ताजा र स्वच्छ बनेको थियो। वर्षापछि डाँडाकाँडाभरि हल्का कुहिरो फैलिएको थियो जसले वरिपरिको दृश्यलाई झन् मनमोहक बनाएको थियो। ठाउँ ठाउँमा किसानहरू धान रोपाइमा व्यस्त देखिन्थे। खेतहरूमा रोपाइको रमाइलो दृश्यले यात्रालाई अझ जीवन्त बनाइरहेको थियो। पनौतीबाट केही समयको रमाइलो यात्रापछि हामी नमोबुद्ध जाने रमणीय बाटोतर्फ अघि बढ्छौँ। नमोबुद्ध बौद्ध धर्मका सबैभन्दा पवित्र तीर्थस्थल मध्ये एक, जहाँ मान्यता अनुसार राजकुमार महासत्वले भोकाएकी बाघिनी र उसका छाउराहरूलाई बचाउन आफ्नै शरीर अर्पण गरेका थिए। प्राचीन कालमा राजा महारथका दयालु कान्छा छोरा राजकुमार महासत्व आफ्ना दुई दाजुहरूसँग जङ्गल जाँदा ओडारमा भोकले तडपिएर आफ्नै छाउराहरू खान लागेकी बघिनीलाई भेट्छन्। बघिनीको ज्यान बचाउन ताजा मासु र रगत चाहिने भएपछि महासत्वले दाजुहरूलाई छलेर गुफामा फर्कन्छन्। बघिनी यति कमजोर थिइन् कि आफै आक्रमण गर्न नसक्ने भएकाले राजकुमारले बाँसको चोइटाले आफ्नै शरीर काटी रगत र मासु खुवाएर बघिनी र डम्बरुको ज्यान बचाउँछन्। पछि उनको त्यो महात्यागबाट शोककुल बनेका परिवारले भाइका अस्थि अवशेषहरू सङ्कलन गरी सोही स्थानमा स्तूप निर्माण गर्छन्, जुन आज नमोबुद्धको मुख्य स्तूप हो। यहाँ नेपाली मात्र होइन, विश्वका विभिन्न देशबाट हजारौं बौद्ध श्रद्धालु र पर्यटक दर्शनका लागि आउने गर्दछन्। सफा मौसममा यहाँबाट गणेश हिमाल, लाङटाङ हिम श्रृङ्खला, रोलवालिङ क्षेत्रका हिमालहरू तथा हरियाली क्षेत्रमा ढाकिएका काभ्रेका डाँडाकाँडाहरू स्पष्ट देख्न सकिन्छ। यहाँ रहेको थाङ्गु तासे याङ्से मठ नेपालकै ठुला तिब्बती बौद्ध गुम्बा मध्ये एक मानिन्छ। यहाँ सयौं भिक्षुहरूले दैनिक रूपमा बौद्ध दर्शन, ध्यान र धार्मिक शिक्षा अध्ययन गर्ने गर्दछन्। बिहान र साँझ गुन्जिने मन्त्र पाठको ध्वनिले सम्पूर्ण क्षेत्रलाई अत्यन्त शान्त र आध्यात्मिक वातावरणमा रूपान्तरण गरिदिन्छ। नमोबुद्धको शान्त वातावरणमा केही समय बिताएपछि अब हामी त्यहाँबाट फर्किएर सुनथान हुँदै बल्थलीतर्फ अगाडि लागेका छौँ। हाम्रो अर्को गन्तव्य हो लड्केश्वर महादेव। यो बाटो साँच्चै नै मन लोभ्याउने छ। चारैतिर हरियालीले ढाकिएका डाँडाकाँडा, ताजा हावा र वर्षापछिको प्राकृतिक सुन्दरताले यात्रा अझ झन् रमाइलो बनाइरहेको छ। भर्खरै पानी परेका कारण केही ठाउँमा अफरोड, हिलाम्मे र चिप्लो बनेको छ। त्यसैले यात्रा अलिकति चुनौतीपूर्ण भने अवश्य छ। तर जब गन्तव्य लड्केश्वर महादेव जस्तो आस्था र प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ हो, तब यी साना कठिनाइहरूको कुनै अर्थ रहँदैन। यहाँ 108 फिट अग्लो विशाल त्रिशूल स्थापना गरिएको छ।
जसलाई संसारकै सबैभन्दा अग्लो त्रिशूल मानिन्छ। स्थानीय जनश्रुति अनुसार धेरै वर्ष पहिले यो दुर्गम र अनकन्टार जङ्गलमा गोठालाहरू गाईबस्तु चराउन आउने गर्थे। एक दिन एउटा गाई हिँड्दा हिँड्दै भिरबाट चिप्लेर सिधै तल रोसी खोलाको ओडारमा लड्न पुग्यो। गोठालाहरूलाई गाई मर्यो होला भन्दै रुँदै रुँदै खोज्न तल ओडारमा उर्लिए। तर ओडारभित्र पुग्दा गाई मर्नु त कता हो कता, एउटा अचम्मको प्राकृतिक शिवलिङ्गको अगाडि घुँडा टेकेर शान्त उभिरहेको थियो। गाई त्यसरी भिरबाट लड्दा पनि शिवजीको कृपाले केही नभई सुरक्षित रहेकाले लडेको गाई बचाउने ईश्वरका रूपमा यिनको नाम अप्रभंश हुँदै लड्केश्वर महादेव रहन गएको विश्वास गरिन्छ। मन्दिर रहेको गुफाभित्र पुग्दा एउटा अद्भुत दृश्य देखिन्छ। गुफाको भित्ता र छतबाट 12 महिना पानीका थोपाहरू शिवलिङ्गमाथि तप तप खसिरहन्छन्। पौराणिक मान्यता अनुसार सती देवीको वियोगमा संसार ध्वस्त पार्न हिँडेका शिवजीको क्रोध कालाग्नि यसै गुफामा आएर शान्त भएको थियो। शिवजीको त्यो राप र तापलाई शान्त पार्नका लागि प्रकृति आफैले उनको जट्टाबाट गङ्गा बगाए झैँ गुफाको ढुङ्गाबाट निरन्तर जलधारा खसाएर महादेवको चित्त शान्त पारिरहेको छ भन्ने धार्मिक विश्वास छ। स्थानीय जनश्रुति अनुसार धेरै वर्ष पहिले रोसी नदीमा ठुलो बाढी आउँदा यो शिवलिङ्ग बगेर अन्यत्र जान लाग्दा अचम्मको चमत्कार भएको थियो। शिवलिङ्ग बाढीको पानीमा तैरिएर वा फड्किएर उफ्रिएर किनारको सुरक्षित स्थानमा आई स्थापित भएको विश्वास गरिन्छ। नदीको तीव्र बहावले पनि शिवलिङ्गलाई बगाउन नसकी शिवलिङ्ग आफै फड्किएर सुरक्षित ठाउँमा बसेकाले यसलाई फड्केश्वर महादेव भनिएको हो। एउटा अर्को किंवदन्ती अनुसार बाढी आउँदा एक विशाल नागले शिवलिङ्गलाई वरिपरिबाट बेरेर सुरक्षा दिएको थियो र बाढी रोकिएपछि शिवलिङ्ग नदीको किनारमा फड्किएको अवस्थामा भेटिएको थियो। आज पनि भक्तजनहरू प्राकृतिक विपत्ति र सङ्कटबाट जोगिन फड्केश्वर महादेवको पूजा गर्छन्। अब हामी लाग्दैछौँ पनौती दरबार स्क्वायरतर्फ। पनौतीलाई प्राय जीवित सङ्ग्रहालय भनिन्छ। पनौती दरबार स्क्वायर त्रिवेणी घाटसँगै जोडिएको छ, जहाँ दुई देखिने नदीहरू रोसी र पुण्यमतीको सङ्गम हुन्छ। तर स्थानीय जनविश्वास अनुसार पद्मवती वा लीलावती नामक तेस्रो पूर्ण रूपमा अदृश्य पवित्र नदी पनि तलबाट बग्ने गरेर यहाँ मिसिने गर्दछ। किंवदन्ती अनुसार यो अदृश्य नदी ईश्वरीय आशिष प्राप्त गरेका र उच्च ज्ञान भएका आत्माहरूले मात्र महसुस गर्न वा देख्न सक्छन्। काठमाडौँ उपत्यकामा पटक पटक विनाशकारी भूकम्पहरू गए पनि पनौती सधैँ लगभग शून्य संरचनात्मक क्षतिका साथ सुरक्षित रहँदै आएको छ। पौराणिक कथा अनुसार यो सम्पूर्ण सहर वासुकीनाथ सर्पहरूको राजाको कुण्डलीमा सुरक्षित रूपमा अडिएको छ, जसले यसलाई हल्लिनबाट जोगाउँछ। भूगर्भिदहरूले पनि यस्तै अनौठो वैज्ञानिक कारण दिन्छन्। यो पुरानो सहर एउटै विशाल र बलियो चट्टानमाथि बनेको छ, जसले प्राकृतिक सक अब्जर्भरको रूपमा काम गर्छ। पनौतीको 12 वर्षे मेला, जसलाई माधव नारायण मेला वा मकर मेला पनि भनिन्छ, नेपालकै सबैभन्दा ठुला ऐतिहासिक र लामो समयसम्म चल्ने धार्मिक मेलाहरूमध्ये एक हो। यो मेला प्रत्येक 12 वर्षको अन्तरालमा माघ महिनाभर मकर सङ्क्रान्तिदेखि माघ पूर्णिमासम्म पनौतीको पवित्र त्रिवेणी घाटमा लाग्ने गर्दछ। राजा भूपतेन्द्र मल्लले आफ्नी बहिनीको विवाहमा सिङ्गो पनौती सहर नै दाइजोको रूपमा दिएका थिए। अब सपिङ गरेर हाम्रो यात्रा अघि बढ्छ रोसी नेचुरल स्विमिङ पुलतर्फ। पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित बनेको यो ठाउँ अहिले धेरै आन्तरिक पर्यटकहरूको रोजाइमा परेको छ। रोसीतर्फ जाने क्रममा केही दूरीसम्म निर्माणाधीन सडक हुँदै यात्रा गर्नुपर्छ। बाटोमा ढुङ्गा खानी, बालुवा खानी, क्रसर उद्योग, टिप्पर र ठुला ट्रकहरूको आवत जावतले सडक केही धुलाम्मे र व्यस्त देखिए पनि वरिपरिको हरियालीले यात्राको थकान महसुस हुन दिँदैन। यहाँबाट देब्रेतर्फ लाग्नुभयो भने तपाईँ रोसी झरनातिर पुग्नुहुन्छ।
तर त्यही ठाउँबाट बाइकमा 10 मिनेटको यात्रामा रोसी नेचुरल स्विमिङ पुलतिर पुगिन्छ। बाइक राख्ने अन्तिम गन्तव्य भने एउटा मन्दिर छ, त्यहाँनिर रहेर तपाईँले बाइक राख्नुहुन्छ अनि त्यहाँबाट 5 मिनेटको पैदल यात्रामा तपाईँ नेचुरल स्विमिङ पुलतिर पुग्न सक्नुहुन्छ। अहिले यहाँ खानेपानीको आयोजना अन्तर्गत पाइप बिछ्याउने काम भइरहेको छ। त्यसै कारण केही ठाउँमा माटो बगेर पानी अलिकति धमिलो देखिन्छ, तर यो पानी फोहोर भने पक्कै होइन। काम सम्पन्न भएपछि केही समयमा नै पानी फेरि स्वाभाविक रूपमा सफा हुँदै जान्छ। अझ रमाइलो कुरा के छ भने केही मिटर मात्रै माथि उक्लिने बित्तिकै खोलाको पानी अविश्वसनीय रूपमा सफा, पारदर्शी र नीलो देखिन्छ। तलसम्म ढुङ्गाहरू स्पष्ट देख्न सकिन्छ। प्राकृतिक रूपमा बनेको यो पोखरी कुनै रिसोर्टको स्विमिङ पुल भन्दा कम सुन्दर लाग्दैन। यही कारणले यो ठाउँ छोटो समयमा नै धेरै घुमन्तेहरूको आकर्षण बनेको हो। हामीले पनि यही स्वच्छ पानीमा केही समय पौडी खेलेर यात्राको सबै थकान बिर्स्यौँ। अझ माथितिर जाँदा यस्ता धेरै प्राकृतिक पोखरीहरू रहेछन्, तर समयको अभावका कारण हामी त्यति माथिसम्म जान सकेनौँ। स्थानीयका अनुसार भविष्यमा यो क्षेत्र खानेपानीको मुख्य स्रोतको रूपमा प्रयोग गरिने भएकाले यहाँ नुहाउन वा पानीमा रमाउन प्रतिबन्ध लाग्न सक्ने सम्भावना छ। यात्रा र पौडीपछि भोक पनि राम्रै लागेको थियो, त्यसैले अब हाम्रो पालो थियो खोलाको किनारमै बसेर स्वादिलो भोजन बनाउने। आजको हाम्रो मेनु धेरै भड्किलो थिएन, तर प्रकृतिको बीचमा यस्तै साधारण खाना पनि निकै स्वादिलो लाग्छ। हामीसँग थियो चिया, रोटी, पोलेको चिकन, इस्कुसको मुन्टा, गोलभेडाको अचार र दही। खोलाको किनारमा बसेर चिसो हावासँगै तातो चिया पिउनुको आनन्द शब्दमा बयान गर्न गाह्रो हुन्छ। त्यसपछि रोटी बनाउने पाला आयो। आटा राम्रोसँग मुछेर गोल गोल बेरेर तातो तावामा राख्यौँ। रोटी फुल्दै जाँदा त्यसको सुगन्धले भोक झन् निखारिएर आयो। अर्कोतर्फ ताजा इस्कुसको मुन्टालाई केलाएर खुर्सानी, लसुन पड्काएर थोरै नुन हालेर इस्कुस मजाले पकाइयो। इस्कुसको मुन्टा साधारण तर निकै स्वादिलो यो परिकार तातो रोटीसँग झन् मिठो लाग्यो। साथमा ताजा गोलभेडाको अचार र चिसो दहीले स्वादलाई अझ पूर्ण बनाइदियो। यति खानेकुरा पकाइसके पछाडि कोइला पनि सङ्कलन भयो र हामीले चाहिँ मासुलाई पोल्नतर्फ लाग्यौँ। मासु पोलिसके पछाडि हामीले चाहिँ करेन्ट चाउचाउ उमालेर करेन्ट चाउचाउ तयारी गर्नतिर लाग्यौँ। पानीमा भुलुक भुलुक उमालेर हामीले करेन्टको मसला हालेर हामीले करेन्ट चाउचाउ बनायौँ। खाना खाँदै खोलाको सुई साई सुन्नु, वरिपरि हरियाली हेर्नु र हाँसो ठट्टा गर्दै समय बिताउनु, सायद यही नै यात्राको वास्तविक आनन्द हो। त्यस पछाडि हामी लाग्यौँ रोसी झरनातर्फ। रोसी झरनामा जति नै गर्मी भए पनि यहाँनिर चाहिँ हामी 5 मिनट पनि नुहाउन सक्दैनौँ। यहाँको पानी एकदमै चिसो हुन्छ, तर मान्छेहरूले चाहिँ यहाँ निकै नै फोहोर गर्नुभएको रहेछ। हुँदा यहाँनिर छेउको ट्राउट फार्मबाट पनि सबै माछाको फोहोर पानी चाहिँ यही खोलामा यसरी तैराएर फाल्नुहुने रहेछ। हस् त गाइस, see you on my next video. See you soon. I will be entertaining you on my next video. हस् त, bye bye.